नमस्कार साथीहरू, हाम्रो यस भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गरिदिनु होला। तपाईले भनेर हुन्छ आमा, उहाँ जेठो दाइले ठुली भाउजूलाई भन्दा पनि पहिलो प्राथमिकता त्यो भुन्टीलाई दिन थालेछन्। त्यो भुन्टीको विषयमा कसैले चिचिक्क केही कुरा बोल्नु हुँदैन, उल्टै मारौँला जस्तो गर्छन्। यही कुराले गर्दा जेठो दाइ र ठुली भाउजूको पनि कति झगडा परिराख्दो रहेछ। त्यही भएर जेठी भाउजूले भनेको अब सबैजना मिलेर सबैभन्दा पहिला त ठुलो दाइ अनि बुवाको नजरमा त्यो भुन्टीलाई गलत बनाउनु पर्छ अनि यो घरबाट निकाल्नु पर्छ भनेर भन्नुभएको छ। त्यही भएर तपाईँ र म मिलेर अब बुवाको नजरमा अनि ठुलो दाइको नजरमा त्यो भुन्टीलाई गलत बनाउनु पर्छ। आमा बनाउन त उहिलेदेखि लागेको त हो नि, जति गलत बनाउन खोजे पनि तिनीहरूको नजरमा त्यही भुन्टी सही देखिन्छ। सही देखिन्छ भनेर यसरी चुपचाप लागेर बसेर हुँदैन आमा। अब हामीले पहिलाको भन्दा नयाँ एकदम फरक तरिकाले जानुपर्छ। जसरी हुन्छ ठुलो दाइ अनि बुवाको नजरमा त्यो भुन्टीलाई गलत बनाएर यो घरबाट निकालेर हामी जेठी भाउजूको नजरमा एकदम प्यारो बन्नुपर्छ अनि मेरो बेधुमधामले गर्नुपर्छ आमा। ल ल त चिन्ता नगर, लैजाऊ मित्रै। बाउले पनि अब के खाजा खान्छन् यसो सोधखोज गर्नु पऱ्यो, बाउले थकाउनु पऱ्यो नि त। आइज मेरो कोठामा के को भुन्टु दाइ? म तपाईको बहिनी पुन्टु। अब मलाई पनि चिन्न छोड्नु भयो? ए तँ पो आ कि आइज। दाइ के भयो तपाईलाई? अनुहार पनि न्याउरो छ। अघि मलाई पनि भुन्टी भनेर भन्दै हुनुहुन्थ्यो। कोही केटी हेर्दै हेर्दिन, मलाई कुनै केटी मनै पर्दैन भन्ने मान्छे तपाईँ आज भोलि भुन्टी नाम गरेको केटीसँग लप परेको छ कि क्या हो? खै के भनौँ कसो भन्नु तँलाई। एकछिन बस्दै गरेँ, म बाहिर गएर आइहाल्छु। किन जानु पर्यो बाहिर? गाउँबाट आएकी बहिनी भोकाएर आएकी होला, गाउँमा आमा बुवालाई कस्तो छ के छ भनेर सोध्नु छैन बाहिर जान्छु रे। बाहिर जानुपर्ने त्यस्तो इमर्जेन्सी के छ र दाइ? खै के भनौँ तँलाई, उनको झझल्को आइरहेको छ। यसो बाहिर निस्किन पाए भेट्न पाउँथ्यो कि जस्तो लागिरहेको छ। ए दाइ किन टोलाउनु भएको? के सोचिराख्नु भएको छ? केही होइन कि त्यस्तो। तँ एकछिन बरु फ्रेस हुँदै गर, किचनमा गएर यसो बनाएर केही खाँदै गर, म आइहाल्छु कि है। खै के हो पहिला त मलाई देख्ने बित्तिकै कति माया हाले मेरो बहिनी मेरो पुन्टु भन्ने दाइ। मैले त वास्तै गर्नुहुन्न त। हुन त केही इमर्जेन्सी परेर होला। हो मलाई त भोक पो लागेछ अरूभन्दा पनि। नानी कता? दाइ भाउजूका कोठा हिँडेकी हुन्, तर मैले त तपाईँहरूलाई चिनिन। को पर्नुभयो? नानीले हामीलाई चिन्नुहुन्न, तर हामीले नानीले राम्रोसँग चिन्ने। नानीको बारेमा सबै कुरो थाहा छ हामीलाई। ल वो तपाईँहरू मेरो को पर्नुहुन्छ? तर हे सबै थाहा भन्नुहुन्छ। मैले तपाईँहरूलाई चिने छैन, तपाईँहरूलाई के थाहा मेरा बारे? नानीले साह्रै दुःख पाएको भन्ने कुरो थाहा पाएको थियो। दुःख सुख भन्ने कुरो त जिन्दगानी भइहाल्छ नि। तपाईँले कहाँ थाहा पाउनुभयो कुनै त्यस्तो दुःख केही छैन मलाई लागि है। एकछिन नानी एकछिन हेर नानी, यस्तो कलिलो कलकलामा उमेर चाहिँ त्यतिखेर फ्याल्नुहुन्न क्या। अब नानीले दुःख पाएको भने चाहिँ विवाह कारणले गर्दा हो। अब जिन्दगी कसरी सुखी बनाउने खुसी बनाउने भन्ने कुरो सबै कुरा हामीलाई थाहा छ क्या। हामी सिकाउँछौँ तिमीलाई। के सिकाउनुहुन्छ तपाईँले त्यस्तो? मलाई मेरा श्रीमानलाई क्यारी चाँडोभन्दा चाँडो निको पार्ने भन्ने कुरो सिकाइदिनुहोस् न त। उहाँ निको हुनुभयो भनेदेखि म त यसै सुखी खुसी हुन्छु। ल हुन सिकाइदिनुहोस् न, के आउँछ तपाईँहरूलाई त्यस्तो? लु भन्नु त। नानी श्रीमानलाई निको पार्ने होइन,
निको भएको ठिक भएको असल श्रीमान खोज्ने हो क्या। के भन्नु भयो तपाईँले? उहाँले चाहिँ त्यस्तो थल परेर बसेका बुढाको गुमुट स्याहार नबस्छ नानी, हामीसँग एउटा राम्रो दामी केटा छ त्यसै छ। हो ठ्याक्कै त्यही हो, बुझ्यो नानी? बुझी अहिले एकछिन अब बढ्दा कुरा गर्नुभयो भनेदेखि म कस्तो केटी हो भन्ने कुरा पनि बुझाइदिन्छु म गाला रोन्कार। पाकै मान्छे हुनुहुँदैछ, मेरा श्रीमानलाई निको पार्ने केही आइडिया उपाय दिनु होला कि भन्ने यसो कुरो सुनेर बसे कि त मलाई भड्काउने कुराहरु। मेरा श्रीमानलाई छोड भन्ने लाज लाउन गाला साला फुट्ने गरी तेरो बङ्गारासँग झारेर जिब्रो थितेर पाता राख्न नपरोस् नि फेरि। यस्तो उमेर भए मान्छेले गर्ने कुरो यस्तै हो, लाज शरम लाउन हालका हुँदैन। अलि धनीमानी केटा पायो भने त मान्छे होला भन्छु भोलाले, यसले त हामीलाई थर्काएर पो गइन्छ। खोइ त पहिलोचोटि नै कहाँ केटी मान्छेले हुन्छ भन्छ नि त, अब भाउ गइहाल्छ नि बा। हामीले चाहिँ प्रयास गरिरहनुपर्छ, फकाइरहनुपर्छ, सम्झाइरहनुपर्छ, अनि बिस्तारै बिस्तारै काम भइहाल्छ नि। कोसिस गर्नुपर्छ, कोसिस चाहन्छ। मेरो मनले नि यतै छिन् भन्दैछ, तर कतै देखिन्नन्। कहाँ छिन् उनी? भुन्टु नमस्कार साथीहरू, हाम्रो यस भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गरिदिनु होला। दर्शकबिन हरेक हप्ताको मङ्गलबार राति 9 बजेको समयमा आउने भुन्टी सिरियलको पर्खाइमा पक्कै पनि तपाईँ हुनुहुन्छ भन्ने मलाई थाहा नै छ र तपाईँहरू भुन्टी सिरियलको नयाँ भागमा अब के हुनेछ त भन्ने बारेमा जानकारी लिनको लागि यस भिडियोमा आउनुभएको छ। हो दर्शकबिन, हामीहरूले आजको यस भिडियोमा भुन्टी सिरियलको अब आउने भुन्टीको नयाँ भाग 304 भागमा के हुँदैछ त भन्ने बारेमा छोटो जानकारी दिनेछौँ। त्यसैले गर्दा हाम्रो यस भिडियोलाई अन्तिमसम्म हेर्न पनि अवश्य पनि नभुल्नुहोला र भिडियो मन परेमा एक लाइक गरेर च्यानललाई सब्स्क्राइब गर्न भने अवश्य पनि नभुल्नुहोला है त। आउनुहोस् आजको भिडियो सुरु गरौँ। हो दर्शकबिन, पछिल्लो समयमा जब भुन्टी बजारतिर हिँड्दै गइरहेकी हुन्छन्, उताबाट मास्टर साहब आएर भुन्टीको अगाडि थापिएका हुन्छन् र भुन्टीलाई आफूतिर अँगालो हाल्नका लागि आग्रह गरिरहेका हुन्छन्। हो दर्शकबिन, यति बेला मास्टर साहबले भुन्टीलाई निकै नै मन पराउन थालेका छन्। यता भुन्टीले भने आफ्नो श्रीमान
भूपेन्द्रलाई नै स्याहार सुसार गर्ने भनेर अन्य कुनै केटासँग नबोलेको नलागेको देख्न सकिन्छ। तर दर्शकबिन यता मास्टर साहबले भुन्टीलाई निकै नै धेरै माया गर्ने गर्छन् र भुन्टीकै प्रतीक्षामा उनले आजसम्म विवाह पनि गरेका छैनन्। त्यसैले गर्दा दर्शकबिन भुन्टीलाई विवाह गर्न पाए भने मास्टर साहब जति खुसी यो संसारमा कोही पनि हुने थिएन। तर यता भुन्टीले भने मास्टर साहबसित विवाह गर्नका लागि मास्टर साहबको प्रेम प्रस्तावलाई अस्वीकार गरेको देख्न सकिन्छ। हो दर्शकबिन अब आउने भुन्टीको नयाँ भागमा पक्कै पनि भुन्टीले मास्टर साहबसँग विवाह गर्न मान्ने छैनिन्, किनभने भुन्टी आफ्नो श्रीमानले पहिलेको अवस्थामा त्यति धेरै दुःख दिँदा पनि यति बेला भुन्टीले आफ्नो श्रीमान भूपेन्द्र बिरामी परेर थला परेको अवस्थामा घरबाट निस्किसकेपछि पनि उनले भूपेन्द्रकै स्याहार सुसार गर्नका लागि फेरि त्यही घर फर्किएको देख्न सकिन्छ। र यति बेला भुन्टीले भूपेन्द्रलाई जति धेरै स्याहार गरेकी छिन् त्यति धेरै भूपेन्द्रले भुन्टीलाई माया गरिदिएको भए आज यस्तो अवस्था भुन्टीको दुःख देख्नु पर्ने थिएन। तर भूपेन्द्रले नसोचिकन नबुझिकन भुन्टीलाई यति धेरै दुःख पीडा दिएको पाप अहिले आएर उनले भोग्दैछन्। र यति बेला भूपेन्द्रले आफ्नो प्रेमिका अर्थात् जेरीलाई अनेकौं माया जालमा फसाएर उनीसँग विवाह गर्ने कुरा गरेका थिए। तर त्यतिकैमा उनका बुबाले यस्तो अवस्थामा पुर्याएपछि यति बेला भूपेन्द्र भने न त कुनै बोल्न सक्ने अवस्थामा छन् न त उठ्न नै सक्ने अवस्थामा छन्। पहिलेको जस्तो भूपेन्द्रको अवस्था नरहेकै कारण यति बेला भूपेन्द्रले आफ्नी प्रेमिका जेरीसँग भेट्न पाएका छैनन्। तर यता जेरीले भने आफ्नो बुबाले नै भूपेन्द्रको यस्तो अवस्था गराएको हो भन्ने कुरा थाहा पाएपछि जेरी भने आफ्नो बुबासँग रिसाएकी छिन् र यता भूपेन्द्रलाई म जसरी भए पनि भेट्नुपर्छ र भूपेन्द्रसँग नै विवाह गर्छु, अरू कुनै केटासँग म विवाह गर्न मान्दिनँ भनेर जेरीले यति बेला भूपेन्द्रसँग विवाह गर्ने अठोट बोकेर हिँडेकी छिन्। अब के साँच्चीकै भूपेन्द्रले आफ्नी श्रीमती भुन्टीले यति धेरै स्याहार सुसार गर्दा गर्दै पनि अर्की केटी अर्थात् प्रेमिका जेरीसँग नै विवाह गर्छन् होला त? के साँच्चीकै फेरि भूपेन्द्रले आफ्नो श्रीमती भुन्टीलाई अपनाउँदैनन् होला त? हो दर्शकबिन, अब भने यस्तो हुँदैन, किनभने भूपेन्द्रले आफ्नो अवस्था यस्तो भइसकेपछि भुन्टीलाई नै अब माया गर्ने र फेरि पनि मिलेर बस्ने भनेर भुन्टीसँग मायाको लागि आभारी हुनेछन् र भुन्टीसँग प्रस्ताव राख्नेछन्। यता भुन्टीले अब कस्तो जवाब दिनेछिन् भन्ने कुरा त त्यो हामीहरूले हेर्न बाँकी नै रहनेछ। हो दर्शकबिन, यति बेला हाम्रो भिडियोमा आएर तपाईहरूले के जान्नुभयो भने भुन्टीले अब के साँच्चीकै फेरि भूपेन्द्रसँग नै विवाह गर्ने हुन् त? अनि के भूपेन्द्रले जेरीसँग विवाह गर्छन् या त फेरि पनि भुन्टीलाई स्वीकार्छन् होला त भन्ने कुरा तपाईहरूले जान्नु नै भयो। उता भूमिकाको विवाह गराउनको लागि भनेर भूपेन्द्रको बुबा यता सहर आएर पनि फेरि घर फर्किसकेका छन् र यति बेला भूपेन्द्रको यस्तो अवस्थाले गर्दा भूमिकाको विवाह हुन सकेको छैन। तर भूमिका भने मेरो विवाह छिटोभन्दा छिटो गरिदिनुपर्छ र म विवाह गरेर जान्छु, यो घरमा म बस्न चाहन्न भन्दै आफ्नो बुवा दाइहरूसँग झगडा खेल्न थालेकी हुन्छन्। हो दर्शकबिन, यो सबै कुरा भूपेन्द्रको घर परिवारलाई नराम्रो लागे पनि यति बेला भूमिका भने आफ्नै विवाह गर्नका लागि निकै नै लागि परेको देख्न सकिन्छ। हो दर्शकबिन, भूमिकाले पनि छिटोभन्दा छिटो विवाह गरेर भुन्टीले भन्दा अझ धेरै दुःख पाएको देख्न चाहने जति को हुनुहुन्छ त? ती सबैजनाले हाम्रो यस भिडियोलाई एक लाइक गर्न भने अवश्य पनि नभुल्नुहोला। र दर्शकबिन, अब भूपेन्द्र छिटोभन्दा छिटो भुन्टी
लाई स्वीकार्नुपर्छ र भूपेन्द्र निको हुनुपर्छ भन्ने जतिले हाम्रो यस च्यानललाई सब्सक्राइब गर्न भने अवश्य पनि नभुल्नुहोला भन्दै आजको लागि बिदा चाहन्छु। फेरि पनि यस्तै यस्तै भिडियोहरू लिएर तपाईँहरूमाझ आउने नै छौँ। त्यसैले गर्दा हाम्रो यस च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने छिटोभन्दा छिटो सब्सक्राइब गरेर बेल नोटिफिकेसन अन गर्नुहोला भन्दै आजको लागि बिदा चाहन्छौँ। हस्त धन्यवाद।